हेलो एभ्रिवान, राधे राधे सम्पूर्णमा। र आज विजया दशमीको हजुरहरू सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना छ। यो भिडियो चाहिँ हिजो बेलुकाको हो। हामी चाहिँ गएका थियौँ अत्रीघाट मेला हेर्न भनेर, र यहाँ चाहिँ अमरचोकमा हस्बेन्डलाई एनाउन्समेन्ट गरेर बोलाउँदै हुनुहुँदो रहेछ। अनि त्यहाँ पसिरहेको थियौँ। यहाँ चाहिँ एउटा ग्रन्थ निकाल्नु भएको थियो रूपाली जयन्तीको उपलक्ष्यमा, सिद्धिदात्री ग्रन्थ, र यसको उन्मोचन हुँदै रहेछ त्यहाँनिर, र उहाँलाई पनि बोलाउनु भएको थियो। अनि हामी पसिरहेको थियौँ र उहाँलाई पनि सम्बर्धना गर्नुभयो त्यहाँनिर। हाम्रो यता चाहिँ सांस्कृतिक प्रोग्रामहरू केही पनि भएन। चाहिँ भर्खरै जुबिन दाको अकस्मात निधनले गर्दा। र यहाँ चाहिँ ग्रन्थको बारेमा अलिकति बुझाइदिँदै हुनुहुन्थ्यो एकजनाले। र यहाँबाट निस्केर चाहिँ हामी गयौँ अत्रीघाट मेला हेर्न भनेर, र पुगी पनि सक्यौँ। र यहाँ चाहिँ यति भिड रहेछ नि, अब मान्छे थोरै होइनन्। यताउति कुनै पनि दुर्गा पूजामा बेलुका सांस्कृतिक स्टेज प्रोग्रामहरू केही पनि भएको छैन। त्यसैले होला मेलामा चाहिँ धेरै मान्छे। मेला पनि तर धेरै रातिसम्म चाहिँ हुँदैन, 10-11 बजीसम्म मात्रै हुन्छ। र हामी पनि मेलामा पुग्यौँ। अनि यहाँ हेर्न सक्नुहुन्छ, यो चाहिँ गेटमा पुरा लाइट लगाएको रहेछ, कस्तो राम्रो देखिएको। मान्छे चाहिँ बहुत भिड, जताततै मान्छे, दोकानहरू पनि मान्छे, उता खेल्ने जग्गामा पनि धेरै मान्छे, हेर्ने पनि उति नै, खेल्ने पनि उति नै, दोकानमा पनि धेरै। अनि दुर्गा पूजामा गइसकेपछि दुर्गा माताको दर्शन त गर्नै पर्यो। र हामी दर्शन गर्नतिर लाग्यौँ। यतातिर दुर्गा माताको मूर्ति राखेको रहेछ। अनि दर्शन गरिसकेर चाहिँ यता हेर्दै जाँदैछौँ। यता चाहिँ पुरा दोकानहरू रहेछन्। किन्न चाहिँ हामीले लास्टमा किन्यौँ, पहिले नै हेर्दै गएको हेर्न चाहिँ। अनि यता चाहिँ पुरा मान्छे, भिडाभिड, थोरै होइनन् मान्छे चाहिँ। यता केटाकेटीको खेल्ने पनि रहेछ। छोरीहरू चाहिँ यहाँ खेल्ने भनिरहेको थिए। अनि उनीहरूलाई पनि खेलायौँ यहाँ एकछिन। अनि उनीहरू चाहिँ पुरा खुसी नि त, केटाकेटीलाई त लाग्छ दसैँ हामीलाई भन्दा पनि। उनीहरू चाहिँ खेल्न पाउँदा, हिँड्न पाउँदा, डुल्न पाउँदा यति खुसी हुन्छन् नि। अनि यता हेर्दै थियौँ हामी पनि, कता जाने, के गर्ने, के खेल्ने भन्दै। अनि यहाँ एउटा पिङ जस्तो रहेछ, त्यहाँ चाहिँ अनि त्यो चाहिँ खेल्ने भनेर, रोटे पिङमा चाहिँ मलाई एकदम डर लाग्छ। अनि त्यहाँ चाहिँ नखेल्ने भनेर, त्यो अर्कै पिङ जस्तो हल्लिने हो, त्यहाँ चाहिँ खेल्न भनेर हस्बेन्ड चाहिँ टिकट गर्दै हुनुहुन्थ्यो। अनि टिकट गरिसकेर पनि पुरा लाइनमा लाग्नुपर्ने त्यहाँ पुग्नको लागि चाहिँ। मान्छे यति भिड, थोरै लाइन होइन, थुप्रो बेर लाइनमा लाग्दा यहाँ छोरीहरूलाई चाहिँ मजा भइरहेछ, हाई गर्दैछन् उनीहरू चाहिँ। अनि यता टिकट गरिसकेर चाहिँ लाइनमा लाग्यौँ। लाइन पनि यति भिड, मान्छे पुरा हेर्न सक्नुहुन्छ यहाँ। रोटे पिङमा उति नै मान्छे, उता त गाडी जस्तो खेल्नेमा उति नै। अनि यसमा चाहिँ हामी पनि खेल्न खोजेका, अर्थकमा चाहिँ डर लाग्यो। यहाँ चाहिँ अलिक सकिन्छ कि जस्तो लागेर। अनि यहाँ हेर्दै थियौँ हामी चाहिँ, मान्छे चाहिँ पुरा चिच्याइरहेको थिए डरले। कसैलाई चाहिँ धेरै डर लाग्ने, कसैलाई चाहिँ डर नलाग्ने। अनि यहाँ चाहिँ कतिजना चाहिँ पुरा चिच्याउँदै खेल्दै गरिरहेका थिए। अनि उनीहरू नामिसकेर चाहिँ हामी पनि अनि यहाँ लाइनमै थियौँ त्यत्रो बेर। अनि उनीहरू त्यहाँका मान्छे नामेपछि चाहिँ हामीलाई पनि अनि जान पायौँ हामी पनि। र यहाँ चाहिँ मान्छे चाहिँ बहुत धेरै, यत्रो बेर लाइनमा लागेर अनि चाहिँ चढ्दैछौँ हामी पनि। चढ्न पनि बहुत लामो। अनि यहाँ अनि फाइनली हामी पनि चढेर बस्यौँ। छोरीहरूलाई चाहिँ यहाँ मस्ती भइरहेको थियो।
अनि यहाँ बहिनीहरू चाहिँ पुरा डराइरहेको थियो, मुख छोपेर चिच्याइरहेको थियो डरले। सानो बहिनीलाई चाहिँ फेरि डर लागेको रहेछ, अलिक ठुलालाई चाहिँ डर लागेको। अनि त्यहाँ खेलिसकेर चाहिँ नामेर अनि यता रोटेपिङमा हेर्दै थियौँ। यो चाहिँ मलाई एकदम डर लाग्छ, म चाहिँ यहाँ चाहिँ सक्दिनँ। अनि चढेनौँ हामी चाहिँ छोरीहरू, अनि फेरि गाडी खेल्ने भनेर यहाँ गाडीमा चढिरहेछन्। उनीहरूलाई चाहिँ मस्ती लागिरहेछ। अनि उनीहरूले खेलिसकेर अनि यहाँ चाहिँ दिदी पनि पुरा फुर्किरहेका थिए। गाडी चलाइरहेको थियो, चलेको चाहिँ थिएन मान्छे नभरिएकाले। अनि एकछिनमा भरिन्छ। त्यहाँबाट नामेर चाहिँ फेरि छोरीलाई ब्याग चाहियो, अनि दुईटीलाई नै एउटा एउटा ब्याग किनिदिएर उनीहरूलाई खुसी भइहाल्यो। अनि खेलाउनेहरू एक दुईवटा किनेर अनि हामी घरतिर आयौँ। ल त सबैजनालाई विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद।